Hello guys, welcome to my another video and after a long time धेरै समयपछि म फेरि अर्को भिडियो लिएर आएको छु। अहिले चाहिँ म घरमै छु, आफ्नै घरमा रामेछापमा। सो यस्तो छ हाम्रो घर वरिपरि, यस्तो छ हरियाली, गाउँको हरियाली है। यता चाहिँ बुवा हुनुहुन्छ, यी हाम्रा सिस्टर्सहरु यहाँ मुली काट्दै हुनुहुन्छ। के बनाउने हो लागि हो अनि यो चाहिँ मुलाको सिन्कीको लागि हो। तपाईहरु आउन सक्नुहुन्छ खानालाई पकरबास हाम्रो दाइको मुला खाना पकरबास हाम्रो दाइको ब्लगमा सब्स्क्राइब गरिदिनु होला। मुला खानालाई यत्रो रामेछाप आइरहन्छन् काठमाडौँबाट। यहाँ हेर्नुस्, यो चाहिँ गाउँको मुला हो हैन, यस्तो मिठो छ। गाउँको मुला हो, मुला पनि मिठो हुन्छ नि त हैन। यो चाहिँ हाम्रो मुलाबारी हो ल, उतादेखिको यहाँसम्म। आज चाहिँ मुला सब टिपेर यसरी यता चाहिँ खै कस्तो चाहिँ हो र। हाम्रो यहाँ यी भान्जा भान्जी यहाँ मोबाइल हेर्दैछ नि, ल हेर यो अलि मिलेन, यो काटेको तरिका यो के हो, चेप्टो पारे यस्तो बराबरी हुनु पर्ने के हो यो। भएन यो काटेको मिलेन। के छ बाबु अनि तिम्रो हालखबर? तिमी कहाँ छौ अहिले? को मामा हो? मामा को हो? ल यो चाहिँ हाम्रा भान्जा हुन् गाइज। यहाँबाट केही भन न, यसो समथिङ से बोल त। केही यस्तो लजाउनु पर्दैन के, यता हेर लजाउनु न। ल यो चाहिँ अब मैले रोपेको आँप हो गाइज, हेर्नुहोस् त। यहाँ यत्रो ठुलो भइसक्यो, अब यो आँप फल्न चाहिँ बाँकी छ है। यसमा कहिले आँप फल्छ भनेर म पर्खिरहेको छु। पोहोर पनि अलिअलि त फल्न लाग्थ्यो, तर फेरि यो चाहिँ फेरि त्यो चिचिला लागेर झरेछ सबै। यो चाहिँ हाम्रो गोठ हो। भूकम्पको बेलामा हामी यहाँ बसेका थियौँ है, कटेज बनाएर ठ्याक्कै यहाँनिर। यो अहिले त पुरै घारी नै घारी छ, घरमा कोही बस्ने होइन, घरमा कोही बस्दैन, अनि त्यही भएर सबै घारी नै घारी। यता घारी, यहाँ बारी पनि घारी जस्तो। यो चाहिँ हाम्रो घर, यो चाहिँ फुलबारी, ठुलो ठुलो रुख। यो चाहिँ हाम्रो गोठ छ। यस्तो छ हाम्रो चाहिँ। ल हाम्रो यस्तो छ यहाँ चाहिँ बहार घरमा, दुईवटा कोठा, अनि यो टोयलेट। अनि यो चाहिँ कहाँबाट कसको कुकुर आएको हो यो। जा तैँले खाइसकिस् त, अब के खान बस्छस्? अब छैन खानेकुरो। ल हेर्नुहोस्, यहाँ चाहिँ के भन्छ, यो इस्कुस फलेको थियो होइन, पुरा बाँदर लाग्छ नि हाम्रोतिर त। बाँदरले केही हुन दिँदैन, सब बाँदर रुँगेर बसेन भने बाँदरले सब सिद्ध्याउँछ। त्यही भएर चाहिँ गाह्रो छ अहिले गाउँमा खेती गरेर खान गाह्रो छ गाइज। कुरेर बस्नुपर्छ, बाँदर आतङ्क छ गाउँमा। ल यो चाहिँ हाम्रो माथिदेखिको भयो हाम्रो गाउँ चाहिँ होइन। यो यतादेखिको त्यहाँ पर छ एउटा घर गाउँमा होइन। टाढा टाढा त घर हुन्छ नि, एउटा घर यहाँ छ, एउटा घर अर्को यता छ, यहाँ छ अर्को घर यहाँ छ, यहाँनिर चेकिया छ थोरै। अर्को घर उता माथि छ,
यस्तै हो, टाढा 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 हुन्छ होइन। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ है, हरियाली छ चारैतिर है। अब गाउँमा आइएको खासमा गाउँबाट चाहिँ अब सहर फर्किन मन छैन, यतै बस्न पाए हुन्थ्यो यतै होइन। यस्तो तातो घाममा हेर्नुहोस्, घाम लागिरहेको छ अहिले। अब पुसको बेलामा, जाडो बेलामा होइन, काठमाडौँ जान मन छैन, सहर जान मन छैन, जाने बेला आइसक्यो होइन। के गर्ने, यस्तै हो। अब भोलि या पर्सि त जानुपर्छ। ल के भन ला, ल भन, ल ल ल ल नभाग नभाग। ल ल मुला काट्नु है, भएन भने काटेको, मुला काटेको भएन है, यो मुला काट्ने तरिकै भएन। भएन यो तरिका, अलि राम्रोसँग काट्नु पर्यो, अलि यस्तो यस्तो बनाउनु पर्यो क्या। इस ठ्याक्कै यस्तो यस्तो यस्तो। मुला भयो नि, मिठो छ है गाउँको मुला। न अब धेरै समय भयो मैले भिडियो नहालेको है, हाल्न नपाएको भनौँ न, यता र उता दौडिने, कता कता कुद्ने गरेर। आज चाहिँ धेरै पछि भिडियो आएको छ। थ्याङ्क यू सो मच। कस्तो लाग्यो हेरेर कमेन्ट गर्नु होला। खासै विशेष त केही पनि छैन, घर देखाएको हो होइन, विशेष के हुनु केही पनि छैन। थ्याङ्क यू सो मच।